जुन चिज बनोस् चाहेर पाउने निष्ठुरीको याद कहिले नआउने एउटा राम्रो बाटो देखाइदेऊ कि त भगवान मलाई नै मारिदेऊ कि त उनको झल्को मेटाइदेऊ मनको माया खोजिथ्यौ कि खोजेकी थियौ धनी खोजेकी थियौ धनी बुझ्नेलाई पो बुझाउनु सुन्नेलाई पो सुनाउनु माया के हो भनी आहो सुनाउनु माया के हो भनी कति मिठो माया हो माया लाएर जानी मायाको उनी र म बसेर आहो गाउँथ्यौँ गीत यानी मायाको। कस्तो मिठो गीत सुनिरहँ जस्तो लाग्ने। अब आज नि अब लेटेस्ट गीतको कुरा गरौँ। आज हामी त्यसै गीतका लागि पनि भेटघाट भएको छ। दर्शकहरूले माया गरिदिनु भएको छ, टिकटक बनाइदिइरहनु भएको छ, रिल्स बनाइदिइराख्नु भएको छ। के भन्न चाहनुहुन्छ दर्शकलाई? विशेष गरी हामी अत्यन्तै खुसी छौँ यो मानेमा कि छोटो समयमा धेरैजना दर्शक श्रोताहरूले टिकटक बनाउनु भएको छ, त्यसलाई चाहिँ वाच गर्नुभएको छ, रिल्स बनाउनु भएको छ, कमेन्ट गर्नुभएको छ। अत्यन्तै एउटा आत्मसात गरेर तीन टुक्का टुक्कालाई त्यो भावलाई त्यो लयलाई साँतेर चाहिँ माया गरिदिनु भएको छ। विशेष गरी हामीलाई भन्दा पनि नेपाली मौलिक गीत सङ्गीतलाई माया गरिदिनु भएको छ र हामी सर्जकहरू त त्यसै खुसी हुने नै भयौँ होइन। यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तै गीत सङ्गीतलाई माया गरिदिनु होला। अझै युट्युबमा यहाँहरूले फुल गीत यहाँले हेर्नु भएको छैन भने त्यो फुल भिडियो हेरिदिनु होला, किनकि यो गीत पनि गाउँमै हामीले बागलुङ जिल्लाको बडीघाट गाउँपालिका नम्बर 5 ग्वालीचोर नुवागीमा के अरे नुहारामा हामी त्यहाँको स्थानीय बासिन्दाहरू, त्यहाँको आमा समूहहरू, त्यहाँको पञ्चेबाजाको टिम लगायतको टिमसँगै हामी सँगै बसेर त्यहाँ चाहिँ हामीले मौलिक तरिकाबाट त्यसलाई सुट गरेका छौँ होइन, भिडियो बनाएका छौँ। त्यो भिडियो पनि हेरिदिनु होला, त्यसलाई त्यसको कमेन्ट गरिदिनु होला, अझै के सुधार्ने पक्षहरू छन् गरिदिनु होला। विशेष गरी हाम्रो नेपाली मौलिक माटोलाई सुहाउने खालको गीतहरूलाई माया गरिदिनु होला। आगामी आउने गीतहरूलाई पनि माया गरिदिनु होला। यस्ता गीतलाई माया गर्दाखेरि मौलिक गीत निकाल्ने जो हुनुहुन्छ उहाँहरूलाई अझ धेरै प्रेरणा मिलोस् र अरूलाई पनि प्रेरणा मिलोस् भन्नु। यस्ता गीतहरू माटोलाई सुहाउने खालका गीतहरूलाई माया गरिदिनु होला र हाम्रो कलाकारज्यूहरूलाई, हाम्रो सर्जकज्यूहरूलाई पनि यो गीतलाई अलि चाहिँ प्राथमिकता दिनु होला भन्न चाहन्छु। र विशेष गरी यो गीतमा जोडिनु हुने हाम्रो टिम, हाम्रो शब्द हाम्रो शिव अखिली सर, त्यसै गरेर हाम्रो यो एरेन्जमेन्टकोदेखि लिएर स्टुडियोमा अत्यन्तै मेहनत गर्नुहुने हाम्रो एचबिएन किस्मत 1DB स्टुडियो, हामी आज यही स्टुडियोमै छौँ होइन। स्टुडियो परिवारलाई पनि धेरै धेरै धन्यवाद छ र डाइरेक्सन, क्यामराम्यान, अब सबै टिमलाई, सबैलाई म अल टिमलाई चाहिँ धन्यवाद दिन चाहन्छु। दिदी के भन्नुहुन्छ आफ्नो दर्शकलाई जसले माया गर्नुभयो गीत सङ्गीतलाई? अब सबै भाइले भनिसक्नुभयो, मैले के भन्ने। अब त्यही हो, सबैजनाले धेरै माया गरिदिनु भएको छ। छोटो समयमा अझै धेरै माया गरिदिनु होला। अलिकति युट्युबमा पनि गएर ईश्वर सिंह युट्युब च्यानलमा गएर भिडियो पनि हेरिदिनु होला। यो खास भिडियो चाहिँ मेरो गाउँमा गरेको कारणले मेरो गाउँवासी आमा बुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मलाई भिडियो गर्ने बेलामा सबैजना दिदीबहिनीहरू, आमा बुवाहरू सबै जम्मा भएर एउटा व्यवस्थापन गरिदिनु भयो। लालीगुराँस दिदीबहिनी आमा समूह, त्यसै गरी धैर्य रेमी पञ्चेबाजा नौमती बाजा समूह, त्यसै गरी हाम्रो व्यवस्थापनमा हाम्रो लीला बलामी दाई, नरबहादुर दाई, बुद्ध मामा,
लगायत टिका पाइजा सर अनि त्यसै गरी विशेष गरी मेरो मितिनी हुनुहुन्छ, ती स्कुलको टिचर पनि हुनुहुन्छ र सम्पूर्ण स्कुलका टिचरहरू विद्यार्थीहरू कल्पना खरेल मेरो मितिनी हुनुहुन्छ लगायत सम्पूर्ण सिङ्गो गाउँवासीलाई धेरै धेरै धन्यवाद। यस्तै गरेर सधैँभरि आफ्नो चेलीलाई आफ्नो छोरालाई होइन माया गरिदिनु होला। हामी अब दुवैजना बागलुङको माटोले जन्माएको कलाकार पनि भयौँ नजिक नजिक पनि हो ईश्वर भाइ र मेरो भाइको गोलघट, मेरो चाहिँ उता बडीघाट, अनि त्यही भएर पनि सबैले माया गरिदिनु भएको छ। दर्शक श्रोताहरूले एकदमै धेरै पछिल्लो समयमा मेरो आवाजलाई मेरो गीतहरूलाई सबैले माया गरिदिनु भएको छ। देउरालीलाई फुलपाती ध्वजा छ अहिलेसम्म पनि धेरैले माया गरेर टिकटक अझै पनि टिकटकमा सबैजनालाई देख्दाखेरि टिकटक बनाइदिनुहुन्छ। प्रत्येक ठाउँमा हाम्रो आमा समूहहरू नाचेर यही गीतमा एकदमै साथ दिनुभएको छ र यो घडीको सुइला त झन् भन्नै परेन। अब हजुरहरूलाई थाहा छ होइन, धेरै माया गरिदिनु भएको छ, अझै धेरै माया गरिदिनु होला। हजुरहरूको माया साथ सपोर्टले नै हामी अगाडि बढ्ने हो, हामीलाई हौसला मिल्ने हो। र मैले पनि सम्झिन चाहेँ यसै स्टुडियोका हाम्रो ओनर हुनुहुन्छ एजबिन किस्मत भाइलाई एकदमै धेरै मेहनत गरेर राम्रो एरेन्ज गरेर राम्रो बाजा बजाइदिएर आज घडीको सुई घुमेको हो, उल्टो घुमेको हो। यसमा चाहिँ अब भिडियोको लागि चाहिँ हाम्रो डाइरेक्टर हाम्रो एगेन्द्र सारा शङ्कर मामालाई पनि सम्झन चाहन्छु। मामाले पनि धेरै मेहनत गरेर राम्रो भिडियो बनाइदिनु भयो र शिव अखिले भाइलाई त मैले सुरुमै 1 नम्बरमै राखेको छु। यति मिठो शब्द लेख्नु भएको छ कि भाइले सबैजनाको मन मुटुमा हान्ने खालको अलिकति मन छुने खालको शब्दहरू लेखिदिनु भएको छ भाइले। शिव भाइलाई पनि धेरै धेरै सम्मान गर्न चाहन्छु र लयमा चाहिँ ईश्वर भाइले पनि एकदमै पहिलोचोटि मैले सुन्दा बित्तिकै मेरो मन छोएको गीत भाइलाई पनि धन्यवाद र हामी सबै टिमलाई धेरै धेरै धन्यवाद र हजुरहरूलाई पनि विशेष गरी धन्यवाद दिन चाहन्छौँ। अब मलाई बोल्न त आउँदैन है, म बोल्नभन्दा धेरै गीत गाउन रुचाउने मान्छे, बोलिसकेपछि बोल्न आउँदैन जान्दिनँ क्या अलि बोल्न नजान्ने कारणले बोल्न नजानी पनि आफ्नो केही गुनासोहरू राख्ने मौका दिनुभयो। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जाँदै एक टुक्का सुनेर बिदा होला यही घडीमा सँगै हुन्छ। अब यी चाहिँ सँगै काम होइन, हुन्छ सँगै काम समयले छलिसक्यो। ल समयले छलिसक्यो आधा उमेर ढलिसक्यो घडीको सुई उल्टो घुमेर फर्के पनि हुन्थ्यो मराइ त्यही मेरो बाला उमेर फर्के पनि हुन्थ्यो मराइ त्यही मेरो बाला उमेर। हजुर एकदमै खुसी लागेको छ हामीलाई पनि पहिलोचोटि यसरी अब छोटो समयमा धेरै दर्शक श्रोताहरूले माया गरिदिनु भएको छ। ईश्वर भाइ म अनि शिव भाइलाई धेरै विशेष गरी मिठो शब्द लेख्नुहुने शिव अखिल भाइलाई सम्मान गर्न चाहन्छु। सँगै अनि ईश्वर भाइलाई पनि यति मिठो गीत गाउने अवसर दिनुभएकोमा के भन्नुहुन्छ ईश्वरजी? होइन एकदम हामी एकदमै ह्याप्पी नै छौँ होइन। विशेष गरी नेपाली मौलिक गीत सङ्गीतले पनि छोटो समयमा धेरै दर्शकहरूको मन जित्न सफल भइँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो। र मलाई लाग्छ कि नेपालमा नेपाली गीत सङ्गीतको पहिलो रेकर्ड धेरैजना साथीहरूले भन्नुहुन्छ यति छोटो समयमा धेरैजना टिकटक गराउने मध्येमा पहिलो रेकर्ड चाहिँ राख्यो भनेर भन्नुहुन्छ। यही नै खुसी लाग्छ मलाई। यो पछिल्लो समय एउटा कस्तो जमात छ भने
कसरी भाइरल हुने अथवा कसरी चाहिँ धेरै दर्शकमाझ पुग्ने भन्ने मात्रै ध्यान हुन्छ। मौलिक गीत दिउँ, राम्रो गीत पस्क्यौँ भन्नेतिर जाँदैन। अनि अर्कोले गर्यो यसको त यति पुग्यो मेरो चाहिँ थोरै भनेर न मलाई गिज्याउने हुन् कि अलिकति हेप्ने हुन् कि भन्ने पनि त्यो जमातले गर्दाखेरि पनि विकृति अझ धेरै फैलिएको जस्तो लाग्छ मलाई होइन। अब राम्रो गीत निकाल्नु भएको छ, राम्रो गीत निकाल्दाखेरि पनि त हुँदो रहेछ है, दर्शकको श्रोताको मन जित्दो रहेछ। विशेष गरी पछिल्लो समयमा धेरै गीतहरू सस्तो लोकप्रियताको लागि र भ्युजको लागि पनि आइरहेको जस्तो लाग्छ। किनकि हाम्रो नेपाली गीत सङ्गीतमा एउटा भिन्नै खालको राग छ, भिन्नै खालको एउटा फन छ होइन। हाम्रो नेपाललाई सुहाउने खालको एउटा नामै लोकदोरी होइन, लोककला भनिसकेपछि त्यो लोकले एउटा मन पराउने खालको एउटा चाहिँ फन हुनपर्छ जस्तो लाग्छ। हामीले विगतका वर्ष धेरै वर्ष अब मैले यो गीत सङ्गीतमा लाग्दै गर्दा र अहिलेसम्म मेरा धेरै गीतहरू यस्तै खालका यही प्याटर्नका गीतहरू आइरहेका छन् र बेला बेलामा चलिरहेका छन्, दर्शकहरूले मन पराइरहनु भएको छ। यो गीत पनि अत्यन्तै अझै यसमा त बलियो शब्द, यसमा अझै त मान्छेको मानव जातिलाई एउटा ठ्याक्कै मेल खाने खालको र त्यो बालापनलाई फेरि एकचोटि स्मरण गर्ने खालको त्यो शब्दहरू यसमा गीतमा समावेश भएको छ। विशेष गरी हाम्रो यो शब्द अत्यन्तै डुबेर यसलाई अति फिल गरेर कोर्नुहुने मेरो आदरणीय मित्र, हामी सबैको एउटा लोकप्रिय सर्जक होइन शिव अखिली सर, अहिले कर्मको एउटा कर्मभूमि बाहिर हुनुहुन्छ तैपनि अहिले नेपालमै आउनु भएको छ। हाम्रो शिव अखिली सरलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैजनालाई यो गीतलाई हेरेर माया गरेर कमेन्ट गर्नुहुने र टिकटक बनाउनु हुने सबैलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। टिकटक स्क्रोल गरिरहनु भयो होला है, जति धेरै स्क्रोल गर्यो त्यति धेरै त्यो सङ्ख्या बढिराखेको छ नि त टिकटकको। हजुर अब गरिराखेकै छौँ। कस्तो हुँदो रहेछ आफूले निकालेको सृजना यसरी धेरै दर्शकहरूले मन पराइदिइरहँदा, ओहो मैले त टिकटकमा सुनेर भनेर युट्युबतिर आउने जमातहरू कमेन्ट्सहरू हेर्दाखेरि त होइन त्यो लर्को थियो नि त। एकदमै भनिसकेँ मैले अघि नै पनि, म एकदमै खुसी पनि छु र अब सबभन्दा हुन त मैले अब यस्तै खालको मौलिक गीतहरू गाइराखेको छु अहिलेसम्मलाई र अब पछिल्लो समयमा धेरै वर्ष अगाडि भाइको र मेरो गीत त धेरै नै थिए, भाइसँग धेरै गीतहरू गाएको पनि थिएँ मैले, तर यो गीत चाहिँ अलिकति एकदमै छुट्टै खालको गीत हुँदाखेरि मलाई झन् एकदमै म आफैलाई अरूलाई त मन छोयो मलाई पनि एकदमै मन छोएको गीत, बालापनको याद दिलाइदिएको गीत त्यही नै हो। अब अझै धेरै माया गरिदिनु होला, हाम्रो अब आउने दिनमा पनि धेरै अझै राम्रो सिर्जनाहरू लिएर आउने कोसिस गर्नेछौँ हजुरहरूको माझ। अब त्यही त हो, अरू त के नै हुन्छ र। यो एक टुक्का सुनौँ अनि त्यसपछि कुरालाई अगाडि बढाउँ जस्तो लाग्यो मलाई। पहिला भाइबाट सुरु गरौँ। हुन्छ, विशेष गरी यसको गीतको त अब यहाँ सबैजनाले हेरिसक्नु भएको छ। यसको शब्द शिव अखिली र यसको म्युजिक लय चाहिँ म आफैले बनाएको हो। यसको थेगै अलिकति भाव अलिकति दरिलो भाव भनौँ न, त्यो खालको बोकेको गीत। सँगै खेल्ने साथीका छन्, कसरी दिन काटिरहेछन्, घडीको सुई उल्टो घुमेर फर्के पावनी हुन्थ्यो बराई, त्यही मेरो बाला उमेर फर्के पावनी हुन्थ्यो बराई, त्यही मेरो बाला उमेर। मैले पनि गाउने हो। मैले चाहिँ सबैजनाले धेरैभन्दा धेरै टिकटक बनाइदिनु भएको यो आमाको शब्द गाउन चाहन्छु। आमा तिम्रो पीडा पनि थाहा भयो आफै आमा बनी, घडीको सुई उल्टो घुमेर फर्के पनि हुन्थ्यो बराई, त्यही मेरो बाला उमेर।
धन्यवाद। लाग्छ रियलमा पनि कहिलेकाहीँ यो घडीको सुई चाहिँ उल्टो फर्किदियोस् र म बालपनमा जाउँ अझै पनि त्यस्तो त लागिहाल्छ नि। के कुरा चाहिँ विशेष मैले इन्जोय गर्न पाइनँ अथवा यो कुरालाई चाहिँ मैले अगाउँजी इन्जोय गर्न पाइनँ, लिन पाइनँ, भोग्न पाइनँ, त्यो कुरा चाहिँ त्यो पार्टमा गएँ भने चाहिँ मैले यसरी गर्थेँ भन्ने कुरा चाहिँ केही थियो? त्यो त हुन्छ सबैको। त्यही भएर नि मन परेको होइन। मलाई चाहिँ अब यस्तो हो कि बालपन भन्नाले अब त्यो दिन त आउँदै आउँदैन, तर पनि यो एउटा कल्पना मात्रै हो, पाइयो। र बालपन मलाई धेरै सम्झना आउँछ कि बालपनको कुराहरू। त्यही भएर पनि के कुराले चाहिँ अझै पनि खुसी पनि दिन्छ र दुःख पनि लाग्छ, यो दुःख चाहिँ म मेटाउँथेँ अथवा यो खुसी अझ बढाउँथेँ भन्ने लाग्छ कुनै बालपनको चाहिँ? अब दिदीको आँखै भरिया जस्तो लागिरहेको छ मलाई। भन्नु भाइ गाह्रो भयो दिदी? होइन, कसलाई चाहिँ धेरै एकदम ब्याडली मिस गर्नुहुन्छ? सबैलाई, विशेष गरी साथीहरू, आमा बुवा होइन, आफ्नो अब हुन्छ नि त हरेक कुराहरू। दमाली त्यही नै हो। ईश्वरजी होइन, बालापनको त अब यहाँहरू सबैलाई त्यो खालको एउटा कल्पना होइन, ती दिनहरूका कल्पना र अहिलेका हाम्रो यो उमेरका यो समय त अब त्यो दाँजेर नदाँज्ने खालकै अब त्यो कुन कुरा चाहिँ अझै पनि त्यो छेडमा चाहिँ पुग्न पाएदेखि हुन्थ्यो, फर्कियो भने कहाँनिर चाहिँ सुई लगेर टक्कर रोक्नुहुन्थ्यो होला? हुन्छ नि, टाइम त्यो सुई घुमाउने क्रममा उल्टो घुम्यो भने त अब त्यही हो 12-13 वर्षको उमेर, जो हामीले 5-6 क्लासमा पढ्ने बेलाको त्यो उमेर होइन। त्यति बेलाको अब न कसैको चिन्ता थियो, न कसैको त्यहाँ तपाईँको डर थियो होइन। अब त्यति बेला डर थियो कि स्कुलमा होमवर्क नगरेपछि सरले पिट्नुहुन्छ होइन। घरमा चाहिँ छिटो घरमा नगएपछि अब अलिक बढी खेलेर घरमा गएपछि बा आमाले कराउनुहुन्छ भन्ने मात्रै डर थियो नि त। अरू त सबै कुराहरू उस्तो दिनहरू थिए। त्यो कुराहरू हामीलाई मात्रै नभएर आम दर्शक श्रोताहरूलाई त्यो पर्छ होला जस्तो लाग्छ। त्यो दिनहरू त अब कुनै समय अब मान्छेको चक्र हो, त्यो घुम्दै घुम्दै जाँदाखेरि अब मान्छे जन्मिन्छ, त्यसपछि त्यो एउटा बाल्यकाल आउँछ, त्यसपछि एउटा त्यो पैसा आउने समय होइन, 18-19 वर्षको समय, त्यो समय पनि त्यो कल्पना गर्दाखेरि आएर छुट्टै खालको मजा छ। त्यसपछि अब हामी अलि उमेर बिचाको आधी उमेर ढल्केको भनौँ न, अब यो गीतले भनेअनुसार त्यो समय गर्दै अब फेरि बुढ्यौली हुन्छ, मान्छेको चक्र हो होइन। मान्छे जन्मेपछि तमाउनु पर्छ, तर त्यो कल्पना चाहिँ गर्दै कस्तो हुन्थ्यो, त्यो घुम्दै कस्तो हुन्थ्यो भन्ने खालको गीतले भनेको अनुसारको छ। त्यही भएको कारणले गर्दा नि दर्शकहरूले यस्तो हो। अब अहिले धेरै कुराहरू अब व्यवहारिक भयो होइन। त्यति बेला अब के उसै थिएन नि त। हामीलाई त अब जता खेले पनि भयो, जता हिँडे पनि भयो होइन। अब के अरे छुट्टै संसार थियो के बालापनमा चाहिँ। अब अहिले त धेरै कुराहरूको जिम्मेवारी ल्याउनु पर्यो, यता जाँदा पनि सोच्न पर्यो। अब त्यो काम गर्नभन्दा अगाडि धेरै कुराहरू सोचेर हिँड्नु पर्यो नि त अहिले त। त्यही नै हो। जसले पनि भन्छ है बालापन नै मिठो भनेर। अहिलेसम्म भेटेको छैन होला यङ, अहिलेको यो टिनेज भन्दा पनि कटिसकेको एजलाई चाहिँ अझ रमाइलो हुन्छ भन्ने मान्छे नै भेटेको छैन। बरु टिनेजसम्म चाहिँ बरु अलिअलि त्यतिसम्म अलिअलि चाहिँ मिल्दोजुल्दो छ, त्यसपछिको त भेटिएको छैन। ईश्वरजी तपाईँको गीतहरू सरसर्ती हेर्दाखेरि मौलिक गीतलाई नै प्रायोरिटी दिनुभएको देखिन्छ होइन? कहिलेकाहीँ लाग्दैन हिजो आएका साथीहरू चाहिँ कहाँ पुगिसके भाइरल भएर कहिलेकाहीँ म पनि त्यस्तै ट्र्याकमा जाउँ, चाँडै प्रगति गरौँ भन्ने लाग्दैन? किनकि गीतहरूले चाहिँ तपाईँको दर्शक श्रोताको मन जितिरहेछ, तर चिनिनको लागि चाहिँ दर्शकहरूमा अलिक कम हो कि त्यस्तो फिल हुन्छ? होइन, मलाई त्यो फिल त हुन्छ, तर त्यो फिल यस्तो छ। अब मेरो चाहिँ स्वभाव र मेरो चाहिँ त्यो आवाज लवाज चाहिँ मेरो सबै मौलिक छ होइन। म त मौलिकको ब्याकग्राउन्डबाट हुर्केको, जन्मेको, त्यही सिकेको, त्यही गाएको, त्यही बजाएको, त्यो भएको कारणले गर्दाखेरि त्यो मेरो त्यो आवाजले त्यो अरू आवाज त्यो कपी गर्दैन। अब मैले जस्तो त्यो अरू गीतहरू हुन्छ नि, अलिकति मोडर्न टाइपको गीतहरू गाउँछु भन्दा पनि मेरो भोकलले दिँदैन कि त्यो मौलिक भइहाल्छ। त्यो भएको कारणले गर्दाखेरि मलाई ठिक छ। यो गीत सङ्गीतमा लगाइसकेपछि बिस्तारै अब यो हुन त हामी छिटो दौडेर जानु त कहाँ नै छ र होइन, बिस्तारै जाने हो। त्यो अवश्य त्यो ठाउँमा पुगिन्छ। मलाई के लाग्छ भने नेपाली गीत सङ्गीतलाई हिजोको पुस्ताहरूले कसरी लोकदोरीलाई
गाएर अहिलेसम्म हामीसँग माझ पुर्याएर अब हामीले चाहिँ पछिल्लो पुस्तालाई कसरी त्यसलाई चाहिँ पुस्ता हस्तान्तरण गर्ने भन्ने कुरामा मेरो चाहिँ त्यो स्वभाव छ, त्यो चाहिँ भाव छ। अब भाइरल भन्ने कुरा त मैले भनिसकेँ, धेरै वर्ष पहिलाबाटै यो भाइरल भन्ने शब्दै मलाई मन नपर्ने शब्द हो। अहिले साथीहरूले ल तपाईँ त भाइरल हुनुभएको, तपाईँको गीत घडीको सुई उल्टो घुमेर भाइरल भयो भन्नुहुन्छ, तर मलाई त्यो भाइरल होइन, त्यो एउटा लोकप्रियता हो, त्यो एउटा चाहिँ मान्छेको मन जितेको कुरा हो। त्यो भएको कारणले गर्दाखेरि ठिक छ, यी अहिले अब दर्शक श्रोताहरूले अहिले मन पराइदिनु भयो त होइन। अब अहिलेको नेपाली गीत सङ्गीतमा सायद पहिलो रेकर्ड होला, यति छोटो समयमा यति धेरै टिकटक बनाइदिनु। टिकटक पनि यसरी बनाइदिनु भयो कि अब त्यो कल्पना गर्नै अलिकति गाह्रो छ। अझै पनि माया गर्ने लहर बढिरहेको छ, यता रिल्सतिर पनि बढाउनु भएको छ, यता युट्युबतिर पनि बिस्तारै आइसक्नु भएको छ। त्यो भएको कारणले गर्दाखेरि अब राम्रो गीत पस्किन सके जस भाइरल हुनु पर्दैन, लोकप्रियता कमाउन सकिन्छ। एकदम लोक भाका लोकदोरी हाम्रो नेपाली संस्कृति भनेको के हो भने त्यो कुनै देखावटी भन्दा पनि मन छुने खालको हुन पर्यो भन्ने कुरा हो होइन। संस्कृति झल्किने खालको हुन पर्यो, मान्छेको सिधै मनसँग व्यवहारसँग त्यसको चाहिँ हावभावसँग त्यसको चाहिँ संस्कारसँग जोडिएको भयो भने पक्कै पनि एक दिन त्यो गीतले सफलता चाहिँ मिल्छ। त्यो लाग्ने कलाकारले होस् अथवा अरू हरेक किसिमको त्यहाँ लाग्ने मान्छेहरूले त्यो सफलता चाहिँ पाउँछ जस्तो लाग्छ मलाई। अब अर्को कुरा गरिहालौँ होइन, यो पछिल्लो समय हेर्ने भने लोकगीत भन्दा पनि लोकगीत होला जस्तो छ कि लोकगीत चाहिँ है। लोकगीतलाई चाहिँ लोकगीत भनेर चिन्लान पछिल्लो पुस्ताले भनेर लोक लेख्न पनि लाज लाग्ने भइसकेको छ पछिल्लो समय। लोकगीत अथवा दोहोरी गीत भन्दै गाउने गीतहरू सामाजिक सञ्जालमा हेर्ने हो भने हेरि नसक्नुहोस्। यस्तो प्रविधिलाई चाहिँ के भन्नुहुन्छ तपाईँहरू, जो वर्षौँदेखि मौलिकता हुनुपर्छ त्यसमा होइन, पछिल्लो पुस्ताले पनि गर्व गर्न सक्ने हुनुपर्छ भन्दै आइरहेको व्यक्तिले चाहिँ त्यस्तो देख्दाखेरि चाहिँ कस्तो फिल गर्नुहुन्छ? त्यो त एउटा विडम्बना, एउटा चाहिँ त्यो राम्रो पक्ष होइन। यो मैले भनिहालेँ, यो सस्तो लोकप्रियताको लागि र भ्युजको लागि छिट्टै त्यो एउटा भाइरल हुनको लागि त्यो अनेक खालका शब्दहरू, अनेक खालका तिनी भिडियोका तिनी कन्सेप्टहरू ल्याएर होइन अब चाहिँ गरिराख्नु भएको साथीहरूले त्यो एउटा क्षणिक समयको लागि मात्रै नगर्नुहोस्। तपाईँहरूका पनि घर परिवारहरू हुनुहुन्छ, तपाईँहरू पनि एउटा समाजमा बसिसकेपछि, नेपालमा बसिसकेपछि, नेपाली नागरिक भइसकेपछि नेपाली गीत सङ्गीतलाई, नेपाली मौलिक गीत सङ्गीतलाई एउटा जगेर्ना गर्नको लागि तपाईँहरूको पनि ठुलो हात छ। अब अहिले पछिल्लो समय हेर्नु न, एआईले गीतहरू बनाएर दिनुहुन्छ, एआईले गाउने गीतहरू पनि कति मौलिक बनाएर पठाइदिया हुन्छ कि एआईले। ल हेर्नु न, भनिसकेपछि एआईले त त्यति संरक्षण गर्न, त्यति चाहिँ तपाईँको अलिकति विचार गरेर चाहिँ के अरे गीतहरू पठाइरहेछ भनेपछि हाम्रो नेपाली कलाकारहरू सर्जकहरूले त्यो कुराहरूलाई ध्यान दिनु पर्यो होइन। तपाईँहरू पनि एउटा समाजको एउटा उत्तरदायित्व हो, तपाईँले पनि एउटा देशको लागि तिनी गर्नको लागि एउटा सानो भने ठुलो जाने हात रहेको हुन्छ। त्यो भएको कारणले गर्दाखेरि यहाँ सबैजनाले त्यो कुराहरूलाई छोडेर लोकदोरी के हो, लोकभाका के हो, लोकभाकामा चाहिने चिजहरू के हो र त्यसलाई कसरी गाइन्छ भन्ने कुराहरूलाई बुझेर मनन गरेर सिकेर गाउनु भयो भने पक्कै पनि तपाईँलाई अहिले क्षणिक मात्रै नसोच्नु होला, भविष्यको लागि सोच्नु होला, आफ्नो सन्ततिको लागि मात्रै सोच्नु होला भन्न चाहन्छु। अरू ठिकै छ। दिदी के भन्नुहुन्छ यही कुरामा, जुन प्रविधि अहिले देखिरहेका छन्, कारबाही पनि होइन यहाँनिर दर्ज भएको थियो, के भन्नुहुन्छ? मेरो पनि त्यही नै हो, भाइले जे भन्नुभयो त्यही नै के अरे भन्न चाहन्छु सम्पूर्ण भाइ बहिनीहरूलाई। विशेष गरी अब दोहोरी लाइभ दोहोरी, विशेष गरी लाइभ दोहोरी त मैले पनि गाउँदै आइरहेको छु र लाइभ दोहोरी राम्रो गाए पनि एउटा फ्यामिलीसँग बसेर हेर्न सक्ने होइन, सुन्न सक्ने खालको गाए पनि दर्शक श्रोताहरूले माया गर्नुहुन्छ। त्यो अलिकति दाजुभाइसँग आमा बुवासँग बसेर हेर्नै नसक्ने खालको दोहोरीहरू चाहिँ नगाइदिनु होला। लाइभ दोहोरीलाई चाहिँ आजभोलि धेरै भाइ बहिनीहरूले फोहोरी पनि बनाउनु भएको छ कि म चाहिँ यसमा मैले अस्ति नै त्यो एकजना भाइलाई कमेन्ट पनि गरेको थिएँ र अब यस्तो हो। अब भाइरल हुनको लागि त्यो अलिकति लोकसङ्गीतलाई विकृति फैलाएर बिथालेर भाइरल हुनैपर्छ भन्ने पनि छैन। प्रतीक्षाको फल मिठो हुन्छ। अब मैले पनि यो क्षेत्रमा 22-23 वर्ष दुःख गरेँ होइन,
अब दोहोरीमा पनि गाइयो, दोहोरी साँझमा पनि सुरुमा। अब त्यसपछि लाइभ दोहोरी नि गाइन्छ, अहिले पनि गाउँछु मैले होइन, नगाउने होइन। अब धेरै जस्तो मैले चाहिँ अहिले रेकर्डतिर अलि धेरै फोकस गरेको भएर लाइभमा अलिक कम गरेको छु। मेरो आफ्नै युट्युब च्यानलबाट पनि लाइभ दोहोरीहरू छ, धेरै लाइभ दोहोरीहरू गाएको छु मैले। र के अरे मलाई चाहिँ त्यो अलिकति त्यो भाइरल भन्ने जस्तै भाइले भन्नुभयो नि, त्यो मलाई पनि आज म रानीहारी उता बिहानमा मर्निङ वाक जान्छु कि, अनि थुप्रैजना दिदीहरूले बहिनी तपाईँ त कति भाइरल हुनुभएको रहेछ है भन्नुभयो। मलाई कस्तो लाग्यो कि एकदमै त्यो हो र दिदी हेर्नुभएको थियो गीत भने मैले केही पनि भनिनँ उहाँहरूलाई। भाइरल भन्ने शब्द चाहिँ मलाई पनि त्यति धेरै मन पर्दैन। लोकप्रियता अब अलिकति हामी अब भाइरल भएर आएको नि होइन, अब ठिक्कै आफ्नै लेभलमा चलिरहेको छौँ होइन। अब एउटा मौलिकतालाई चिनाउनको लागि, आफ्नो लोक संस्कृतिलाई चिनाउनको लागि अगाडि बढिरहेको छु म पनि। अब धेरै दुःखहरू सङ्घर्षहरू गरेर र अहिले पछिल्लो समयमा अब यो गीतबाट चाहिँ सबैले धेरै माया गर्नुभयो। भाइसँग धेरै समय पछाडि गाउने अवसर पनि मिल्यो हामी दिदीभाइले। र अब चाहिँ यस्तै मिठा मिठा गीत गाउन चाहिँ दिदीलाई सम्झिनु होला भाइ। दिदी र भाइको जोडी मजाले जमेको छ अहिले। त्यो किन मान्छेहरूले यस्तो भाइरल हुन खोज्छन् जस्तो लाग्छ? तपाईँ आफैले पनि फिल गर्नुभयो होला कतिपय सिचुएसनमा, किन जस्तो लाग्छ तपाईँको विचारमा चाहिँ? छिटो छिटो त्यो बाटो अलि छिटो काट्नको लागि जस्तो लाग्छ मलाई। प्रायोरिटी पनि भाइरललाई दिने हो यो इन्डस्ट्रीमा, अथवा स्टेज प्रोग्रामदेखि लिएर गीत गाउनदेखि लिएर लाइभ दोहोरीका लागि हो त्यति पत्याउनुहुन्छ? एउटा कलाकारमा मात्रै नभएर स्टेजमा आयोजकहरूमा पनि त्यो खालको एउटा समस्याहरू छ। राम्रो कलाकारहरूले ठाउँ पाएका छैनन्, हाम्रा कलाकारले मात्रै ठाउँ पाएछन् के अहिले पछिल्लो समयमा। अलिकति बढी चाहिँ धरती कला देखाउने कलाकारहरूलाई बोलाएर स्टेजमा होइन, त्यो दर्शकहरूलाई त्यो व्यावसायिक रूपमा टिकट काटेर अलिक तान्न सकिन्छ कि भन्ने एउटा चाहिँ त्यो व्यावसायिक भए सबै कुराहरू त्यसले त्यो पनि छेडेको हो। अब त्यसरी चाहिँ अब आज चाहिँ हिजो एउटा कलाकार 1 वर्ष चल्यो, त्यसपछि अर्कोचोटि उसको नाम निशानै हटाउँछ। अब त्यो खालको चाहिँ त्यो मेला महोत्सवहरू होइन, त्यो खालको एउटा चाहिँ कुनै खालको त्यो इभेन्टहरू नगरेको त्यो गर्न, त्यसमा पनि आयोजकको अलिकति कमजोरी हो जस्तो लाग्छ। यसमा नि उहाँले सचेत हुन जरुरी छ। उहाँहरूको पनि एउटा संस्कृति हो। एउटा गाउँमा मेला लाग्दै गर्दाखेरि अब त्यहाँ लगेर पुरै चाहिँ तपाईँको त्यो गाउँका ती दिदीबहिनीहरूलाई, त्यहाँका आमा बुवाहरूलाई त्यो एउटा सँगै सुनेर तलबाट हेरेर चाहिँ त्यो हेर्दै नहुने खालका गीतहरू पनि गाएर तिनीखाइ त्यही खालका ड्रेसअपहरू गरेर हिँडिराख्नु भएको छ। त त्यसो नगरिदिनु होला, तपाईँहरूको नि त परिवार छ त, त्यसरी सबै भएर गाउँदा नि गाउँको चाहिँ संस्कृति झल्काउनु त्यहाँको चाहिँ तपाईँका हुन्छ। अब हाम्रो यानी माया, सोराठीका गीतहरू, सालाजोको गीतहरू, अब कौडा गीतहरू, है देउडा गीतहरू धेरै छ। हाम्रो संस्कृति छ त, तिनी गीतहरू पनि त हामीले मन जित्न सकिन्छ। त्यस्तो गरिदिनु होला भन्न चाहन्छ मैले त, एउटा अनुरोध हो। दिदीको त लास्ट टाइम सुन पनि हराएको थियो अरे दिदी? आज मैले नक्कली लागेको देखेर भनेकै कानमा हो। कति कसरी दिदी अलिकति भन्न मिल्छ? किनकि सुनको कुरा अहिले हाम्रो इन्डस्ट्रीमा मात्र होइन, अहिले सरकारमा पनि चलिरहेको हुन्छ कि कसको कति तोला। मेरो चाहिँ धेरै नै चोरी भएको हो। अब मैले चाहिँ अलिकति मिडियामा बोल्न नचाहेको भएर नबोलेको मात्रै हो। अहिलेसम्म हात परेको छैन। अब जे होस्, चोर्ने मान्छेलाई अब समात्न सफल त भइयो, अहिले जेलमा छ हो। र अब अहिले अदालतमा लडिरहेछौँ। कति तोला थियो दिदी? 19 तोला सुन, 10 तोला चाँदी अनि पैसा। यो अलिकति भन्न मिल्छ विस्तृतमा? कसरी नजिकको मान्छे थियो कि त्यो बाहिरको थियो? नजिकको मान्छे होइन, यो चाहिँ चोरै हो। मैले चिनेको छैन चोरलाई, मैले भेटेँ। अब कसैले नजिकको मान्छेले लगाइदिएर उसले नभनेको भए त त्यो भगवान्ले जानुन्, मलाई थाहा छैन। घर फोडेर म बिहान लगभग 10 बजे उता बिएमबी हस्पिटलमा गएको थिएँ। त्यहाँ दिदीको छोरा बिरामी थियो, अनि उसलाई खाना लगेर गएको थिएँ, खाना पुर्याउन। अनि 10 बजे निस्केर 3 बजे शनिबारको दिन थियो, फागुन 9 गते शनिबारको दिन। अनि अब काम पनि थिएन, अनि त्यही भएर म चाहिँ बसेँ क्या उता। अब अलि आनन्दै बसेँ, अब कहिले त्यस्तो नसोचेको कुरा होइन। 3 बजे फर्किँदाखेरि त अनि सबै मेरो कोठा त हङहङ्ती थियो, सबै तालासाला फुटालेर। अनि मैले त एकछिन त मेरो कोठा हो कि कसको कोठा हो कन्फ्युज भएको कि, मैले त्यो सोच्नै नसकेर के।
अनि पछि चाहिँ म अब अलि एक्लै भित्र बस्न अलिकति डर पनि लाग्यो अनि यताउता चिच्चाएर सबै अल्तिर पल्तिर आएर हेर्दाखेरि चाहिँ अब सबै केही पनि थिएन, 2टा दराज फुटालेको, खाटहरू सबै कपडाहरू लथाले अनि जेउस महँगो चिजहरू चाहिँ लगेछ, अब सस्तो चाहिँ त्यहीँ छोडिदियो। के भन्छ त्यो फिर्ता गरे कि गरेन, कति समयपछि कसरी पक्राउ गर्न सफल हुनुभयो? अब यो त्यसलाई समात्न त सिसिटिभी फुटेजबाट फलो गरेर हाम्रो सोरखुट्टेको सरहरूले समात्नुभयो। अब अलिकति चाहिँ बेचेको सुनारलाई पनि समात्नु भएको छ र अब अझै पुरै बताएको छैन कि त्यसले। मैले अस्ति गएर अदालतमा गएर बयान दिएर आएको, अब कहिले बोलाउनुहुन्छ। उसले रिटर्न चाहिँ गरेको छैन अहिलेसम्म, मैले केही पनि पाएको छैन। अलिकति पाएको चाहिँ सोरखुट्टेमै छ, मैले ल्याउन गएको छैन। अलिकति त्यो जुन चाहिँ सुनारबाट पक्रिएको चाहिँ पाइयो? हजुर, त्यही चोरले फलान ठाउँ बेचेछु भनेर अनि त्यो सुन पसलेलाई लिएर गालिसकेको रहेछ, ल्याउनु भएको छ भन्नुहुन्थ्यो। मैले चाहिँ पाएको छैन। प्रोसेस हुँदैछ? हजुर। के कुराले गर्दाखेरि चाहिँ हुँदो रहेछ दिदी? के लापरवाही केही भएको थियो हामीबाट पनि? केही भएको थियो किन? कसरी सचेत हुनुपर्ने रहेछ चोरबाट बच्न? होइन, यस्तो हो, अब उसले मलाई अब कहिलेदेखि फलो गरेको थियो, अब मलाई थाहा भएन नि त। मैले त लाएर हिँड्थेँ सुन त, होइन। अनि कोही बेला अब कार्यक्रममै अब लाएर गइन्थ्यो, कोही बेला अब यसरी बोझमा पनि लाएर हिँड्ने गर्थेँ कि मैले प्रायः जस्तो सुन चाहिँ लाउँथेँ। र अब त्यो 81 मैले त्यो सोचेकै थिएन, तर घरमा चाहिँ सुन कसैले पनि नराख्नु होला। अब मैले पनि त्यस्तो घरमै राख्ने हिसाबले राखेको त होइन, अब अलिकति के गर्ने भन्ने हिसाबले पनि अब मैले अलिकति अब त्यो लाटो पारामा भएको कारणले मैले घरमा राखेर अब गुमाएँ। हजुरहरूले चाहिँ नगुमाउनु होला भन्न चाहन्छु, सचेत हुनु होला। तर चोर भनेर लेखिएको हुन्न है। अब त्यो घरमा भाडामा बस्ने तलमाथि कसैले पनि थाहा पाएन, छरछिमेकी? यस्तो भयो कि शनिबारको दिन अनि ठ्याक्क त्यो अब म 10 बजे निस्केँ, त्यो 10देखि 10:30मा कस्तो भयो भन्दा हामीले जहिले गेटमा चाबी लाउने, त्यो दिन चाहिँ मभन्दा माथि एकजना दाइ बस्नुहुन्छ पूर्वतिरको, अनि दाइ चाहिँ अफिस जानलाई ठ्याक्क गेटमा बस्नु भएको थियो कि स्कुटी लिएर उभिनु भएको थियो। अनि मैले दाइ लाएर जाने होला भनेर मैले गेट नलाएर गएँ नि त। विशेष त अब त्यो त हाम्रो पनि गल्ती हो, होइन। अब गेटमा चाबी लागो भए त त्यो दिन त्यस्तो पनि हुन्थेन होला। र घरबेटी बुवाहरू पनि माथि नै हुनुहुन्थ्यो अरे, अब माथि बस्ने दिदी पनि माथि नै हुनुहुन्थ्यो अरे। अनि अब त्यो दिन चाहिँ उतापट्टि त्यो हाम्रो घरभन्दा उतापट्टि चाहिँ यस्तो जस्ता हाल्न लागेको रहेछ कि छतमा, अनि त्यो डङ ठोकिरहेको, उसले त्यो उतैतिर ध्यान गयो नि त, तल चापी फुटालेको चाहिँ थाहा भएन छ कि। अब त्यही भन्नुहुन्छ के अरे, मलाई त थाहा भएन। अब मैले त 81 तोडफोड भएपछि मात्रै मैले देखेँ, होइन। अब सबै लगेपछि मात्रै मैले अब देखेँ प्रत्यक्ष। अब त्यति बेला अब कसैले पनि हामीले थाहै पाएनौँ भन्नुहुन्छ के अरे। अब त्यो कुरा त अब मलाई लेखेको रहेछ, जे हुन अब मैले कमाएको त्यसलाई खाना ल्याएर रहेछ, के गर्ने। होइन, अब त खाने त कुरै हुँदैन, निकाल्न। अब उसले अब मैले चाहिँ अब उसलाई मैले भनेकै छु, मलाई बरु सबै नदिए पनि होइन, आधी भए पनि फिर्ता गर भनेर मैले उति बेलै सोरखुट्टे चौकीमा पनि भनेको। अनि तर म बरु केस चाहिँ म थुन्दैन, जेलमा थुन्दैन, मलाई आधी फिर्ता गर भन्दाखेरि अलि ऊ नै रहेछ कि त्यो गोर्खातिरको घले रहेछ, बारपाकको दिलबहादुर घले भन्ने। एकदमै त्यो अब त्यस्तो जेलमा उसलाई मामा घर जस्तै रहेछ क्या। अनि त्यही भएर पनि अब त्यसले नदिन नि सक्छ क्या। किन अब के भन्छ उसले भन्दाखेरि चाहिँ के भन्छ? पहिला त होइन भन्थ्यो, होइन भने अनि पछि चाहिँ मैले कुरा गर्दा गर्दै पछि म चोर नै गएको हो के अरे भनेर भन्यो। अनि फेरि मैले अनि त्यो सुन बिल कहाँ राखिस् त भनेको, बिल खोलामा बगाइदिएँ भन्यो। अनि नक्कली गर्न लिएको भन्छ क्या, बिल सुत्दै थियो नि। भनेपछि त सुनारले त बिल पाएछ त, त्यो त उसको लिगल्ली भयो। अनि त्यही भएर अनि खोलामा बगाइदिएँ भन्नु। त्यहाँबाट पछि चाहिँ नक्कली गर्न लिएको मैले भनेर कसको नक्कली गर्न देखाएको थियो। अनि मेरो त नक्कली गर्न त मैले त्यो अब प्रोग्रामहरूमा लाउनु त भित्ता भइरहेको छु, त्यो पुलिसहरूले पनि देखाएको थियो कि। अनि त्यसपछि उसले चाहिँ डिएसपी सरले चाहिँ नक्कली गर्नको बिल हुन्छ, नक्कली गर्न भित्ताभरि छ उहाँको, अनि तैँले नक्कली गर्न दराजा राख्छन् भनेर अनि गरेपछि अनि उसले चाहिँ पछि अब अलिअलि बताएको के अरे, अझै बताएन क्या सबै। अब जे होस् धेरै जस्तो चाहिँ बताइरहेछ मैले बेचेँ भनेर बताएको छ। अब
हेरौँ अब खाइसक्यो कि अब दिने हो कि के हो कि हो। आश छैन। आश त अब छ के अरे अलिकति समातेपछि त अब जे होस् सबैजनाले पाउनुहुन्छ टेन्सन नगर्नु भन्नुहुन्छ के अरे अब हेरौँ के हुन्छ। आशा छ अब आश गरौँ भर नपरौँ। गीततिरै फर्किन्छ जस्तो लाग्यो। दुःखको कुरा सुन्दा त मलाई पनि चसक्क भयो है। दिदी अब यो गीतहरू कति राम्रो राम्रो गीत निकाल्नु भएको छ, लाइभ दोहोरी पनि होइन, अग्रज कलाकारहरूसँग मस्त गाउनु भएको छ। लाइभ दोहोरी गाउँदा र रेकर्डिङ गीत गाउँदामा फरक चाहिँ के पाउनुहुन्छ? त्यो त अब रेकर्ड भनेको रेकर्ड हुन्छ होइन, लाइभ हुन्छ है। रेकर्ड अब त्यसलाई बनाएर होइन अब चट्टा सिँगारेर निकाल्ने कुरा हो। अब लाइभ त अब उति बेलै गाउने हो नि त, भटभट गाउने हो। त्यसमा अब रेकर्डमा जस्तो त हुँदैन, तर मैले अब लाइभ पनि मलाई मजै लाग्छ। अब राम्रो खालको भाकाहरू होइन, अब शब्दहरू गाउँदाखेरि चाहिँ अब धेरै जस्तो अग्रज दाईहरूसँग गाइन्छ, राजु दाईहरूसँग राम्रै लाग्छ, राम्रै हुन्छ। आफ्नो सन्तान सबै प्यारो हुन्छ अरे, तर आफैले आफूलाई मन परेको गीत चाहिँ दिदी? अब आफैलाई मन परेको त अब धेरै गीतहरू छ। मैले लगभग 3500 को हाराहारीमा गीत गाएको छु, अफिसियल गीत पनि। अब पहिला त्यति अब चलेन होइन, चिन्नेन। अब पछिल्लो समयमा चाहिँ हाम्रो मौसम गुरुङजीको लय, अनि त्यसै गरी ओम छिरालजीको शब्द र मनसुदन दाई हाम्रो युके बस्नुहुन्छ। म परार साल हामी ईश्वर भाइ हामी सँगै थियौँ युकेमै, अनि उतै रेकर्ड गरेर उतैतिर सुटिङ गरेको देउरालीलाई फुलपाती धजा छ। जे सबैले माया गरेर यो गीत पनि करोकलप भन्दा बढी नै भ्युज गएको छ। यो एकदमै मनपर्ने। अनि चिज गुरुङसँग मैले निरामसी लेकाली मायाको चिनो गीत गाएको थिएँ। त्यो गीत पनि सबैले माया गरिदिनु भयो। त्यो गीत पनि मलाई एकदमै मनपर्छ। र अहिले चाहिँ अब हाम्रो भाइसँगको घडीको सुई एकदमै उल्टो घुम्या छ। गाउन त मैले धेरै गीत गाएँ, तर पनि कुनै गीतले एकदमै मन छुन्छ। अनि धेरै वर्ष अगाडि चाहिँ हाम्रो मौसमजी र मैले गाएको गीत एउटा राम्रो बाटो देखाइदेऊ, यो गीत पनि एकदमै मलाई मनपर्ने।